नमस्ते। सीईको सामाजिक अध्ययनमा A+ ल्याउने सपना छ, हैन त? आज हामी ठ्याक्कै त्यही गोप्य रणनीतिहरूबारे कुरा गर्नेछौँ जसले सामान्य तयारीलाई पनि उत्कृष्ट नतिजामा बदल्न सक्छ। ल, सुरु गरिहालौँ है त। यो एउटा यस्तो प्रश्न हो जुन सायद एसईई दिने हरेक विद्यार्थीको मनमा आउँछ होला। दिनरात यति धेरै मेहनत गरिन्छ, किताबका पानाहरू कण्ठ गरिन्छ, तर पनि रिजल्टमा किन सोचे जस्तो A+ आउँदैन? हो, आज हामी यही किनको उत्तर खोज्दैछौँ। किनभने रहस्य भनेको किताबको कुरा जान्नु मात्रै होइन, रहस्य त त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्नेमा लुकेको छ। मतलब सफलता भनेको ज्ञान मात्रै होइन रहेछ, यो त स्मार्ट तयारी, ब्रिलियन्ट प्रेजेन्टेसन अनि एकदमै शान्त भएर परीक्षा दिने कलाको मिक्सचर हो। ज्ञान, प्रस्तुति र रणनीति हो, यी 3 कुरा मिलेपछि मात्र A+ सम्भव हुन्छ। आजको हाम्रो छलफललाई हामी यी 4वटा महत्त्वपूर्ण खण्डहरूमा बाँड्नेछौँ। परीक्षाको ब्लुप्रिन्ट बुझ्ने, उत्तरमा मौलिकता थप्ने, आकर्षक प्रस्तुतिको कला सिक्ने र अन्तमा परीक्षा हलको व्यवस्थापन गर्ने। यो एउटा कम्प्लिट रोडम्याप हो A+ को लागि। ल, सुरु गरौँ पहिलो खण्डबाट। परीक्षाको ब्लुप्रिन्ट बुझौँ। हेर्नुस्, कुनै पनि खेल जित्नुभन्दा पहिला त्यसको नियम बुझ्नुपर्छ, होइन र? परीक्षा पनि त्यस्तै हो। उत्कृष्ट हुनलाई पहिला त्यसको स्ट्रक्चर, त्यसको ब्लुप्रिन्ट बुझ्नै पर्छ। अब यहाँ हेर्नुहोस् त, यो एकदमै महत्त्वपूर्ण छ। यसले के देखाउँछ भने सबै युनिटलाई बराबर समय दिनु भनेको स्मार्ट वर्क होइन। शासन पद्धति र हाम्रो पृथ्वी जस्ता हाई वेटेज युनिटहरू छन् नि, हो, त्यसमा चाहिँ अलि बढी फोकस गर्नुपर्छ। आफ्नो एनर्जी सही ठाउँमा लगाउनु नै स्मार्ट स्टडी हो। अनि यो 7 अङ्क, यसलाई त फ्री मार्क्स भन्दा पनि हुन्छ, किनभने हरेक दिन जम्मा 5 मिनेट, जस्ट 5 मिनट्स नेपालको नक्सा कोर्ने र त्यसमा केही ठाउँहरू लेबल गर्ने प्र्याक्टिस गर्ने हो भने यो 7 अङ्क त 100% पक्का हो। परीक्षाको तयारी भनेको थाहा छ, ठ्याक्कै क्रिकेटको नेट प्र्याक्टिस जस्तै हो। हप्तामा एक पटक, जस्ट वन्स अ विक 3 घण्टाको टाइमर लगाएर एउटा फुल मोडल सेट सल्भ गर्ने बानी बसाल्नुहोस्। यसले क्वेश्चनको प्याटर्न मात्र बुझाउँदैन, लेख्ने स्पिडलाई पनि रकेट जस्तै फास्ट बनाइदिन्छ। ल, अब लागौँ दोस्रो खण्डतिर, उत्तरमा मौलिकता थपौँ। यो भनेको आफ्नो एन्सरलाई अरूको भन्दा कसरी स्ट्यान्ड आउट गराउने भन्ने कला हो। किनभने किताबमा भएको कुरा जस्ताको तस्तै सार्नु र त्यसलाई बुझेर आफ्नै शब्दमा लेख्नुमा आकाश पातालको फरक छ। एकछिन सोच्नुहोस् त, एक्जामिनरले दिनमा 100औं एन्सर सिटहरू चेक गर्छन्, सबैको उत्तर उस्तै, तर जब कुनै उत्तरमा मौलिकता देखिन्छ, आफ्नैपन झल्किन्छ, तब त्यसले छुट्टै इम्प्रेसन पार्छ। यसले के देखाउँछ भने यो विद्यार्थीले घोकेको होइन, साँच्चै बुझेको छ। अनि उत्तरलाई दमदार बनाउने तरिका के हो त? एकदमै सजिलो छ। उत्तरमा रिसेन्ट न्यूज वा इभेन्ट्सहरू मेन्सन गर्ने, सेन्सस 2078 को नयाँ डेटा हाल्ने वा कुनै डेभलपमेन्ट प्रोजेक्टको रेफरेन्स दिने। यसो गर्दा एन्सर अरूको भन्दा रेलेभेन्ट, वेटी एन्ड इम्प्रेसिभ देखिन्छ। खास गरी लङ एन्सरको लागि जुन 7 मार्क्सको हुन्छ, यो स्ट्रक्चर फलो गर्नै पर्छ। सिम्पल छ। सुरुमा 2 लाइनको इन्ट्रोडक्सन, त्यसपछि मेन पोइन्ट्स अनि लास्टमा 1-2 लाइनको कन्क्लुजन वा सजेसन। यति गरेपछि उत्तर कम्प्लिट हुन्छ र मार्क्स काटिने ठाउँ नै रहँदैन। ओके, अब हामी आइपुग्यौँ तेस्रो र एकदमै क्रुसियल खण्डमा, आकर्षक प्रस्तुतिको कला। एउटा कुरा के याद राखौँ भने परीक्षामा के लेखियो भन्ने जति इम्पोर्टेन्ट छ, कसरी लेखियो भन्ने कुरा पनि त्यति नै इम्पोर्टेन्ट छ। प्रेजेन्टेसनले नै फर्स्ट इम्प्रेसन पार्ने हो। यहाँ हेर्नुहोस् त, लेफ्ट साइडको लामो प्याराग्राफ र राइट साइडको बुलेट पोइन्ट्स, कुन चाहिँ पढ्न सजिलो र क्लियर छ? अभियसली बुलेट पोइन्ट्सवाला, होइन? लामो प्याराग्राफमा मेन आइडियाज हराउन सक्छन्, तर पोइन्ट्समा लेख्दा उत्तर सफा, स्पष्ट र एक्जामिनरलाई चेक गर्न एकदमै सजिलो हुन्छ। र जति सजिलो भयो, मार्क्स आउने सम्भावना पनि त्यति नै बढ्छ। अनि जब डिफ्रेन्सिएट बिट्विन वा कम्पेयर भनेर प्रश्न आउँछ नि, आँखा चिम्लेर टेबल बनाइदिनुहोस्। यो नै सबैभन्दा इफेक्टिभ तरिका हो। यसले दुवै पक्षलाई साइड बाई साइड एकदमै क्लियर तरिकाले कम्पेयर गर्छ र फुल मार्क्स ल्याउन मद्दत गर्छ। यो चाहिँ एउटा बोनस टिप है। सोशल इस्युज जस्तै दाइजो प्रथाबारे प्रश्न आयो भने एन्सरको लास्टमा यस्तो एउटा सानो बक्स बनाएर दाइजो प्रथालाई नाइ भनौँ जस्तो स्लोगन लेखिदिनुहोस्। यसले क्रिएटिभिटी देखाउँछ र एक्जामिनरको ध्यान तान्छ। सायद बोनस मार्क्स पनि आउन सक्छ। अनि कहिलेकाहीँ डेटा वा स्ट्याटिस्टिक्स देखाउनु पर्ने हुन्छ, होइन? त्यसलाई लामो सेन्टेन्समा लेख्नुभन्दा यस्तो सिम्पल बार चार्ट वा ग्राफ बनाइदिनुहोस्। हेर्नुहोस् त, कति प्रोफेसनल र एनालिटिकल देखिन्छ। एक्जामिनरमाथि एकदमै राम्रो इम्प्रेसन पर्छ।
अब केही फाइनल टचेस। ह्यान्डराइटिङ क्लियर हुनु पर्यो, धेरै केयरमेट नगर्ने, एउटा एन्सर सकिएपछि 2 लाइन जति ठाउँ छोड्ने, अनि सबैभन्दा इम्पोर्टेन्ट की टर्म्स र डेट्सलाई चाहिँ पेन्सिलले अन्डरलाइन गरिदिने। यसो गर्दा एक्जामिनरको आँखा सिधै मेन पोइन्ट्समा जान्छ। ल, अब हामी पुग्यौं हाम्रो अन्तिम र सबैभन्दा क्रुसियल खण्डमा, परीक्षा हलको व्यवस्थापन। किनभने तयारी जतिसुकै राम्रो होस्, त्यो 3 घण्टाभित्र त्यसलाई सही तरिकाले प्रेजेन्ट गर्न सकिएन भने सबै मेहनत खेर जान्छ। यो टेबललाई आफ्नो टाइम म्यानेजमेन्टको गेम प्लान मान्नुस्। ग्रुप एलाई कति समय, बीलाई कति, सीलाई कति, सबै प्री प्लान हुनुपर्छ। यसो गर्दा अन्तिममा सबै एन्सर रिभ्यू गर्नको लागि कम्तीमा 10 मिनट समय पनि बच्छ। नो मोर लास्ट मिनट प्यानिक। अनि एउटा गोल्डन रुल, कुनै पनि क्वेसन, आई रिपिट, कुनै पनि क्वेसन छोड्ने होइन। एन्सर ठ्याक्कै आएन भने पनि टपिकसँग रिलेटेड जे आउँछ लेख्ने, किनभने खाली छोड्दा 0 मार्क्स आउँछ, केही लेख्दा पार्शियल क्रेडिट पाउने चान्स सधैँ हुन्छ। अन्त्यमा कुरा आउँछ कन्फिडेन्सको। कन्फिडेन्स भनेको कुनै जादु होइन, यो त सलिड प्रिपरेसन र आफूसँग एउटा क्लियर स्ट्र्याटेजी छ भन्ने कुराबाट आउने विश्वास हो। जब यी सबै टिप्स फलो गरेर तयारी गरिन्छ, कन्फिडेन्स त आफै आउँछ। ल त आज हामीले छलफल गरेका सबै कुरालाई फटाफट रिक्याप गरौँ। A+ ल्याउने स्ट्र्याटेजीका मुख्य आधारहरू यिनै हुन्। मुख्यतया 4 कुरा। पहिलो, परीक्षाको ब्लुप्रिन्टमा मास्टर बन्ने। दोस्रो, ओरिजिनल हुने, मतलब आफ्नै शब्द र करेन्ट फ्याक्ट्स प्रयोग गर्ने। तेस्रो, प्रेजेन्टेसन ब्रिलियन्ट बनाउने। र चौथो, एक्जाम हलमा टाइम र कन्फिडेन्स म्यानेज गर्ने। सिम्पल। ल, अब स्ट्र्याटेजी थाहा भयो, प्रेजेन्टेसनको कला पनि सिकियो, टाइम म्यानेजमेन्टको प्लान पनि बन्यो। अब एउटै प्रश्न बाँकी छ, के अब त्यो A+ ल्याउन तयार भइयो त? अब पालो मेहनतलाई सही दिशा दिएर त्यो सपना साकार पार्ने।